मेरो नर्मल टु बार्बर लाइफको जर्नी सुनाउँछु है त गाइज। राइट, आई होप सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। बिहानीको सुरुवात हुन्छ दमदार होस् र ल्याक्टी खाँदै, त्यसपछि ल्याम ल्याम खाना हानेर रेडी भएर मेरो कावासाकी जेडएक्स 10लाई निकालेर यसले जाडो लागेदेखि नुहाथेन, त्यही भएर यसको मुख पनि धोइदिएर चल्दिए म अफिस, यानि कि मेरो सैलुन। अफिस पुगेर यसो हेर्छु त आउँदा आउँदै शीतले ज्याकेट त पुरै भिजाइदिएछ। यो कुरालाई साइडमा लगाउँदै म बार्बर कसरी भए भन्छु है त। कहानीको सुरुवात हुन्छ 2021 मा, जब कि म कामको सिलसिलामा इन्डिया जाँदै थिएँ। त्यहाँ 3 वर्ष कडा मेहनत गरिसकेपछि मेरो दिमागमा आयो अब नेपालमा गएर के गर्नुपर्छ भनेर। सोच र मनमा सानो आँट बोकेर फर्किएँ म नेपालतिर, यानि कि मेरो घर आइसी के गर्ने होला भनेर सोच्दै थिएँ। त्यतिकैमा मम्मी बाबाले भन्नुभयो कपाल काट्ने काम पनि बेस्ट हो भनेर। त्यसपछि मैले पनि यसो सोचेको राम्रै लाग्यो मलाई पनि। त्यसपछि हेयर कटिङ क्लास खोज्न लागेँ म बजारतिर। क्लास जोइन गरेर 45 दिन ट्रेनिङ गरिसकेपछि मलाई मनमा कन्फिडेन्स आयो अब मैले काम गर्न सक्छु भनेर। त्यसपछि क्लास पनि सकियो र मैले सर्टिफिकेट पनि निकालेँ अनि ब्याक टु फर्किएँ म घर। त्यसपछि म एउटा राम्रो लोकेसन हेर्न थालेँ जहाँ कि मलाई पसल राख्न थियो। फाइनली राम्रो लोकेसन पाइसकेपछि मैले सानो ऋण खोजेर पसल पनि स्टार्ट गरिहालेँ। सुरुमा पसल अलि कम चलेको कारणले गर्दा डर लाग्थ्यो कतै ऋण तिर्न सक्दिन कि भनेर। बिस्तारै पसल पनि चल्न थाल्यो। त्यसपछि झन् कन्फिडेन्स भएर म काम गरेँ अनि झन् मेरो काम बेस्ट हुन थाल्यो। यसमा खुट्टा तान्ने मान्छेहरू पनि धेरै आउनुभएको थियो, तर मैले कसैलाई बाल दिन र आफ्नो कामलाई निरन्तर रूपमा ध्यान दिएँ। यसरी म बार्बर लाइफमा शिफ्ट भएको थिएँ। यो एउटा मिनी भ्लग मात्रै होइन, एउटा मोटिभेसनल भिडियो पनि हो भन्दै आजलाई यति नै। होप गर्छु हजुरलाई भिडियो राम्रो लाग्यो होला। मन परे लाइक कमेन्ट सेयर सबै गरिदिनु होला। म हजुरलाई अर्को भ्लगमा भेट्छु। बाई बाई।